खिचिदिन्छु उतादेखि खिचेर आउँछ आडु पहिला जापानमा यसरी यो ओमिकुजी भन्ने हुन्छ होइन यो चाहिँ हाम्रो लकहरू यदि ब्याड लक भयो भने चाहिँ यहाँ बाँधेर जान्छ है अनि हेर्नु यस्तो कुराहरू लेखेको हुन्छ है यो हेर्नुहोस् त मन्दिरमा आउँदा चाहिँ यसरी नै इङ्ग्लिसमा लेखेको देखाउँछ है जापानिज त बुझ्नुहुन्न है ग्रेटफुल फर दिस इयर जापान ट्रिप मे वी हेभ अ हेल्दी 2025 एन्ड सेफ प्रोस्पेरियर इयर यसरी लेखेको हुन्छ हेर्नु उहाँले उनीहरूको विस लेखेर राखेको हुन्छ यहाँनिर यो चाहिँ मन्दिर होइन हाम्रो मन्दिर भयो मन्दिरमा चाहिँ हामी अब यो क्लक वाइज घुम्न लाग्यो है साथीहरू हेर्नुहोस् त यस्तो हुन्छ मन्दिरहरूमा उनीहरूको विस लेखेर टाँस्छ है यसरी टाँस्ने हुनाले पनि टङ्ग हुन्छ यहाँ पनि एउटा मन्दिर छ सानो एक राउन्ड घुमिहालौँ न है हेर्नुहोस् त खोला खोला हुन्छ है उनीहरूको मन्दिरमा आइरहनु नो भाइ म्याक्सिमम् यो पनि एउटा सानो मन्दिर हो सो एक राउन्डमा बुद्ध हुनुहुन्छ सानो बुद्ध यहाँ त घुम्न नमिल्दो रहेछ त ठिक छ यहीँबाट सकाइदिउँ मिल्दैन जस्तो लाग्यो यहाँ पनि छ है सानो भगवान् हुनुहुन्छ यहाँ पनि छैन त कस्तो यहाँ पनि हुन्छ भगवान्जी हुनुहुन्छ धुप बालिरहेको छ है मिल्छ हेर्नुहोस् त यो ड्रागन जस्तो छ है यसबाट पानी आइरहेको छ सो यहाँबाट चाहिँ पैसा पखाल्ने गरिन्छ है उहाँहरूको चाहिँ यो यसमा राख्नुहोस् न यसमा पानी राख्नु त चाहन्छ पैसा राख्नु त अनि पखालेर ब्यागमा लिएर जाने हो अनि राम्रो हुन्छ लक हेर्नु त यो ड्रागन जस्तो हो देख्नु भएको छ नि पुरै ड्रागनको रूप हो यो अनि यसरी यो चान्चुन पैसा हालेर यसरी पखालेर उहाँहरूको चाहिँ यो पैसा पखालेर राख्यो भने चाहिँ लक राम्रो हुन्छ भन्ने सोचिन्छ यहाँ चाहिँ अब यो चाहिँ पर्समा हाल्ने हाम्रो पुगेर ल अब राम्रो हुनेछ ल जाउँ यो मन्दिरको पछिल्लो हिस्सा है अब हामी यहाँ घुम्दैछौँ एक राउन्ड लाउँछौँ त हामी खास कोइन घुम्न आएको थियो तर यहाँनिर हामी चाहिँ मन्दिर चाहिँ मैले कहिले खुलेको देखेको थिएन मेबी हामी साँझ धेरै ढिला आउँथ्यौँ नि त यसरी त मम्मीजीको पात यो फुलेपछि कस्तो राम्रो हुन्छ हेर्नु त यहाँसम्म जानु मिल्छ हामी खोलासम्म तलसम्म गएर त केही काम छैन त्यही पनि हेर्नुहोस् भ्यूहरू हेभन जस्तो लाग्छ मलाई यो लास्टै मनपर्छ म सधैँ घर छेउमै छ छेउ भन्नाले 10-20 मिनट छ है बाटो मिलेर यति नै हो।